क्रसको एउटा सानो म्यासेज र दिमागमा पुरै मुभी स्टार्ट हुन्छ। यदि तपाईँले पनि यस्तो फिल गर्नुभएको छ भने यो स्टोरी तपाईँको हो। रातको 11 बजेको थियो। कोठा शान्त। मोबाइल हातमा थियो तर मन खाली। अचानक नोटिफिकेसन साउन्ड। क्रसले लेखेकी थिइन्, हाई। हाई? मलाई नै हो कि ग्रुप मेसेज? रिप्लाई तुरुन्त गरे भने डेस्परेट देखिन्छु। ढिलो गरे भने इन्ट्रेस्ट छैन जस्तो हुन्छ। हे भगवान, रिप्लाई लेख्ने कि नलेख्ने? टाइपिङ, डिलिट, टाइपिङ, डिलिट। अन्तिममा मैले लेखेँ हाई, स्माइली। सेन्ड भयो। अब वेट सुरु। सिन भयो। रिप्लाई आएन। अब दिमाग भन्छ, सायद इमोजी गलत भयो। सायद ऊ बिजी छ। सायद स्क्रिनशट गरेर साथीलाई पठायो। दिमागमा दुई वर्ल्ड बन्छ। एक वर्ल्डमा हामी क्याफेमा छौँ, ऊ हाँसिरहेकी छिन्। अर्को वर्ल्डमा ऊ भन्छे, हेर न, यसले हाई स्माइली लेख्यो। 15 मिनेटपछि नोटिफिकेसन साउन्ड। उसले लेखेकी थिइन्, सरी, फोन चार्जमा थियो, हहह। त्यो मेसेजले मनमा शान्ति ल्यायो। क्रसको एउटा मेसेज हामीलाई खुसी पनि दिन्छ, डर पनि दिन्छ र इमेजिनेसन पनि। यदि तपाईँले पनि रिप्लाई भन्दा पहिले पुरै भविष्य सोच्नु भएको छ भने तपाईँ एक्लो हुनुहुन्न। स्टोरी मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यस्तो फिलिङ सबैको स्टोरी हो।